कता कुदेको साथी मास्टर गर्न लाएर मेरो त अहिले मलेसियाको फ्लाइट छ मलाई हतार छ साथी म हिँडेको ल दीक्षान्त समारोहको त्यो गाउनसँगको त्यो टोपीसँगको भिडियो अत्यन्तै दर्शकले मन पराइदिएपछि चर्चाको शिखरमै पुगिसकेपछि तपाईलाई भएको महसुस अलिकति सुनाइदिनुस्। हजुर एकदमै चर्चित हुनु पनि हैन आफैमा राम्रो पनि हैन नकारात्मक कुराहरु पनि जोडिएर आउँदो रहेछ मलाई चाहिँ फिल भएको। म पहिला अब चर्चित नहुँदाखेरि सामान्यतः आफ्नो दिनचर्या बिताउँथे हैन गर्थे तर अहिले चाहिँ नर्मली भाइरल भयो भन्ने एउटा ट्याग लाग्यो कि अनि मान्छेहरूले अब चिन्ने हैन अलिकता के भन्ने कतिले त खिसी पनि गर्छन् होला हैन नबुझ्नेहरूले तर त्यसको रहस्य बुझ्नेले चाहिँ यथार्थप्रक भिडियो बनाए भाइले भन्ने कुराको धेरै कुराको प्रशंसा पनि पाउनु भएको छ। प्रशंसा अनि सकारात्मक पक्षको कुरा त आफ्नै ठाउँमा छ किनभने मलाई त्यो भिडियो मार्फत क्या धेरैले म्यासेज गरे हैन धेरैले चिने इन्द्रबहादुर राई फोन गरे इन्द्रबहादुर राई भनेर चिने कि धराने कालो बङ्गुर भनेर चिने तपाईले त खास यो भिडियो त धराने कालो बङ्गुर भन्ने पेजबाट राख्नु भएको थियो नि हैन र हजुर अब वास्तविक नाम चाहिँ इन्द्रबहादुर राई रहेछ। गाउन र टोपीसँगको त्यो फोटोलाई चाहिँ चट्ट राखेर ब्याकग्राउन्ड कटाएर फालेर कसैले प्लेन चढिरहेको भिडियो के अरे फोटो बनाइदिएका छन्, कसैले मलेसियातिर हिँडिरहेको बनाएका छन्, कसैले अन्य देशतिर गइरहेको देखाएका छन्। विभिन्न खालका त्यो अझै तपाईँको फोटोलाई लगेर अझै दिएको छ क्या त्यसरी ट्याग लगाएको छ त्यसरी गरेको छ के भन्न चाहनुहुन्छ? म त्यसमा प्लेन नै चढाएको बनाएको छ स्वाभाविक नै मान्छु त्यो हुनु नै थियो। अहिले इन्टरनेट प्रविधिको जमाना हो पर्सनली उनीहरूले के भन्छ अरे प्रविधिको प्रयोग गर्छन् भने अब त्यसमा भन्नु के छ र भिडियो कन्सेप्ट चाहिँ बनाउने अब बानी भइसक्यो क्या के बनाऊँ भइरहेको छ अनि दीक्षान्त समारोहको लागि पनि एउटा केही सोचौँ न भनेर म प्लानिङमै गएको थिएँ। यो चाहिँ भन्दाखेरि उपयुक्त होला यो शब्दको अर्थ चाहिँ धेरै लाग्छ भन्ने हिसाबले नै मैले मलेसियाको त्यो जाने कुरा चाहिँ मैले कन्टेन्टमा जोडेँ। त्यसले चाहिँ एज हैन शिक्षित वर्गदेखि लिएर नर्मल मान्छे हैन अनि त्यसपछि विदेशमा बस्ने जो चाहिँ स्वदेशलाई चाहिँ त्यागेर आफ्नो कर्मथलो विदेश बनाइरहनु भएको नेपाली युवाहरू सबैजनाले एकदमै मन पराइदिनु भयो। उहाँहरूलाई चाहिँ एकदमै त्यो कुराले छोएछ हैन। कतिपयले यो भिडियो हेरेर भन्लान् कि होइन दीक्षान्त समारोहमा दौड्दै भागेर मलेसिया जान्छु भनेर भिडियो खिच्ने भाइ अहिले अन्तर्वार्ता नेपालमै बसेर अन्तर्वार्ता दिँदै हुनुहुँदो रहेछ भनेर पनि भन्लान्। हजुर उहाँहरूलाई के भन्नुहुन्छ? जानुभएको छैन रहेछ नेपालमै हुनुहुँदो रहेछ उहाँले त इन्टरभ्यू दिँदै हुनुहुन्छ पनि भन्लान् नि। हजुर यो प्रश्न मलाई चारैतिरबाट आइरहेको थियो त्यो एज अ जोकको पार्टमा होस् या होइन कसैले सिरियस तरिकाले बुझे होला म एज अ एक्टर भएर त्यहाँ चाहिँ मेरो रियल एक्टिङ देखियो पनि होला होइन यो चाहिँ साँच्चै विदेशै जाँदैछ कि भन्ने भ्रम पनि आम दर्शक श्रोताहरूमा हुनसक्छ तर वास्तवमा त्यो होइन किनभने त्यो एउटा भिडियो थियो सन्देशमूलक। म एज एउटा कलाकार भएको हिसाबले आफ्नो कला मार्फत त्यो किसिमको प्रस्तुति दिनु मेरो पनि कर्तव्य होला जस्तो लाग्छ किनभने म पढाइसँगै आफ्नो कलाकारिता क्षेत्रमा लागिरहेको छु। एउटा कलाकारले त समाजको ऐना देखाउने हो बोल्ने हो अनि त्यो एज अ रियलमा नभए पनि जनचेतना मार्फत पनि त्यसलाई एक्सप्लेन गर्न सक्छ भन्ने एउटा देखाउन प्रस्तुत गर्न सक्छ भन्ने एउटा उदाहरण मात्रै हो। दर्शकवृन्द नमस्कार अनि स्वागत छ। यतिखेर हामीसँग विशेष संवादको लागि इन्द्रबहादुर राई जसले पौष 10 गते बिहीबारको
दीक्षान्त समारोहमा एउटा गाउन लगाएको भिडियो बनाउनु भएको थियो र वास्तवमा उहाँले त्यो भिडियो बनाउनुको उद्देश्य नेपाली शिक्षा प्रणालीमाथि गजबको शिक्षा थियो। त्यहाँ सकारात्मक नकारात्मक टीका टिप्पणीहरू धेरै आएको थिए। सामाजिक सञ्जाल त्यो भिडियोको कारणले गर्दाखेरि समाज अथवा सामाजिक सञ्जाल दुई कित्तामा विभाजन हुन पुगेको थियो। यसै विषयमा रहेर हामी उनै इन्द्रबहादुर राईसँग हामी कुराकानीमा जोडिन चाहन्छौँ। सर नमस्ते अनि स्वागत छ यहाँलाई। हस्, धन्यवाद। सन्चै हुनुहुन्छ? एकदम सन्चै। पछिल्लो समय तपाईँको भिडियोले तपाईँको कन्टेन्टले देशव्यापी रूपमा एकदमै ठुलो आवाज बोलिराखेको थियो, जसमा समाज नै दुई खण्डित हुन पुगेको थियो। एउटा सकारात्मक टिप्पणी गरेको थियो भने अर्को नकारात्मक टिप्पणी। कुनलाई चाहिँ तपाईँलाई धेरै हृदयमा अथवा मनमा बिज्यो तपाईँको त्यो प्रस्तुतिले? मलाई पर्सनली भन्नुपर्दाखेरि चाहिँ म कन्टेन्ट अगाडिदेखि बनाउने गर्थेँ। हजुर। त्यो दिन पनि केही सोचेर गएको थिएँ, केही त दिनुपर्छ भनेर। अनि दिमागमा आयो त्यो बेला, अनि त्यो लाइनहरू आयो कि हजुर, त्यसले धेरै कुरा बोकेको रहेछ भन्ने कुरा चाहिँ के भन्छ, त्यो भिडियो भाइरल भएपछि अझ मलाई धेरै नै अवगत भयो क्या। अनि एकदमै नसोचेको देशव्यापी भाइरल भयो। सबैले एकदमै त्यसलाई सकारात्मक तरिकाले लिनुभयो क्या। सबैको मन मस्तिष्कमा चाहिँ त्यसले एक किसिमको प्रभाव पार्यो भन्नुभयो। त्यसले गर्दा मलाई एकदमै खुसी लागेको छ। मैले छोटो 10 सेकेन्डको भिडियोले पनि देशको यति ठुलो के भन्छ अरे शिक्षा प्रणालीदेखि लिएर होइन, राजनीतिक विषयलाई पनि मैले के भन्छ अरे उयो त्यो प्रभाव दिन सफल भएछु। एकदमै खुसी लागेछ। सर, तपाईँले योभन्दा पहिला पनि कन्टेन्ट बनाउनुहुन्थ्यो, चाहे त्यो वैदेशिक रोजगार, इपिएसका प्रणाली अथवा इपिएसका कुराकानी होस् अथवा त्योभन्दा अन्य कुराकानीलाई पनि लिएर गर्नुहुन्थ्यो। तपाईँको अलिकति अब पढ्दै पनि हुनुहुँदो रहेछ भन्ने कुरा थाहा भयो त्यो अस्तिको कन्टेन्टले। र त्योभन्दा पहिला तपाईँले गर्नुभएको नेपालमा के गर्नुहुन्थ्यो अलिकति त्यो पृष्ठभूमि पनि बताइदिनुहोस् न। हजुर, म चाहिँ अब हाँस्य विधा कलाकार पो हो कि भन्ने टाइपको पनि आउँछ क्या, जोडिन आउँछ। हजुर, यो आउनु स्वाभाविक हो। किनभने मेरो भिडियोहरू प्राय कमेडी जर्नरकै छ। म आफूलाई पनि इन्टरटेनर एज होइन, हँसाउने तर एकदमै सान्दर्भिक कुरा लिएर, समसामयिक कुरा लिएर त्यसलाई चाहिँ हाँसो मार्फत जोड्ने प्रयास गर्छु। त्यो हिसाबले पनि चिन्नुहुन्छ होला। अनि म चाहिँ अब पढाइको कुरा गर्दा चाहिँ +2 पढ्दै गर्दाखेरि मैले इपिएस पनि पढेको थिएँ भाषा एकचोटि। अनि इपिएस पढ्दै गर्दाखेरि म चाहिँ त्यतिखेर अब टिनेज नै थिएँ होइन, अलि अनि यङेस्ट। त्यतिखेर मलाई त्यति धेरै थाहा थिएन, पैसा कमाउनुपर्छ, विदेश जानुपर्छ भन्ने नै एउटा मानसिकतामा चाहिँ परेको थियो प्रभाव। त्यो सबै घरको समस्या नै हो +2 गर्दै गर्दाखेरि। अनि मैले नि इपिएस पढेँ, तर अनि के भन्छ अरे त्यो पढ्दै जाँदाखेरि मैले त्यो पास गर्न सकिनँ होला, त्यो छुट्टै कुरा हो। मैले 1 वर्ष ट्राई गरेँ, अनि त्यसपछि चाहिँ मैले गरिनँ। म चाहिँ अब पढाइलाई नै प्राथमिकता दिन्छु भनेर म चाहिँ अनि पढाइतिरै लाग्नु भयो। त्यसपछि ब्याचलर गरेँ, अनि अहिले मास्टरसम्म सकेँ। मास्टरसिप। हजुर। अनि यो कन्टेन्ट बनाउने होइन, भिडियो बनाउने कुरामा चाहिँ म सानैदेखि इन्ट्रेस्ट थियो। म भविष्यमा या सिङ्गर बन्छु या त कलाकार बन्छु भन्ने नै थियो सानैदेखि हुटुटी। अनि त्यही हुटुटीलाई अब मेटाउनको लागि मैले धरानकै रङ्गभूमि एकाडेमीमा पनि के भन्छ वर्कसप लिए काम गरेँ। हजुर, त्यहाँ चाहिँ हाम्रो विष्णु मोक्तान सर हुनुहुन्थ्यो। उहाँले हामीलाई धेरै नै गाइड गर्नुभयो। अनि त्यसपछि मैले ब्याचलर पढ्दा चाहिँ
बनाउने सुरु गरेँ भिडियोहरू। अनि त्यसपछि चाहिँ मलाई के भन्छ अरे यो भिडियो मार्फत पनि दर्शकहरूले चिन्ने मौका मिल्यो। त्यसरी नै मेरो अगाडि बढ्यो शिक्षा र यो भिडियोको कुराहरू। तपाईँले काठमाडौँ मण्डला थिएटरमा पनि केही कुराहरू सिक्नु भएको अरे, यो कलाकारिता क्षेत्रमा अलिकति लगाव बढी भएको भन्ने कुरा सुन्नमा आएको थियो नि, के हो कुरो खास? अहिले म मण्डला थिएटरमै आबद्ध छु। म धरान बस्दै गर्दाखेरि मण्डला थिएटरको नाम चाहिँ एकदमै चर्चित थियो कि देशव्यापी। हजुर, यहाँ चाहिँ अब उनीहरू दाइहरू हुनुहुन्छ होइन, स्टार कलाकारहरू थिएटरबाटै जन्मिनु भएको हो। म पनि उहाँहरूलाई फलो गर्थेँ। त्यो हिसाबले म पनि एकचोटि चाहिँ मण्डला थिएटर जानुपर्छ है। म पनि त्यहाँबाट अभिनय सिक्ने चाहिँ मलाई एकदमै इच्छा थियो कि, एउटा सपनै जस्तो। त्यसपछि म पनि अनि आफ्नो मास्टरको पढाइ सिद्धाएर चाहिँ म लगत्तै झरिहालेँ। मलाई यहाँ आउनको लागि अनि बस्नको लागि प्रेरित गर्ने चाहिँ मेरो एउटा साथी छ, बलबहादुर राई। ऊ चाहिँ मेरो +2 देखिको साथी, हामी ब्याचलरसँगै सकेको। ऊ चाहिँ मण्डला थिएटरमा अगाडि नै आबद्ध थियो एज ए स्टाफ। अनि उसले नै मलाई इन्करेज गरे आउनुपर्छ भनेर। त्यसपछि पनि आएँ। अनि आएँ 3 महिनाको क्लास लिएँ। अनि वास्तविक अभिनय होइन, वास्तविक जिन्दगी मलाई मण्डला थिएटरमा आएपछि अझ धेरै बुझ्ने मौका मिल्यो। अनि म चाहिँ अब एउटा राम्रो कलाकार भएर भविष्यमा आउने एकदमै इच्छा छ। तपाईँले कलाकारिता अथवा यो जुन खालको हुर्तुरी त सानै उमेरदेखि नै रहेछ, तर चर्चामा आएको कन्टेन्ट पनि पहिलेदेखि नै क्रिएट गर्ने, चर्चामा नआएको अवस्था रहेछ। पछिल्लो समय दीक्षान्त समारोहको त्यो गाउनसँगको त्यो टोपीसँगको भिडियो अत्यन्तै दर्शकले मन पराइदिएपछि, चर्चाको शिखरमै पुगिसकेपछि तपाईँलाई भएको महसुस अलिकति सुनाइदिनुहोस्। हजुर, एकदमै चर्चित हुनु पनि होइन, आफैमा राम्रो पनि होइन, अथवा नकारात्मक कुराहरू पनि जोडिएर आउँदो रहेछ। मलाई चाहिँ फिल भएको। म पहिला अब चर्चित नहुँदाखेरि सामान्यतः आफ्नो दिनचर्या बिताउँथेँ होइन, गर्थेँ। तर अहिले चाहिँ नर्मली भाइरल भयो भन्ने एउटा ट्याग लाग्यो कि, अनि मान्छेहरूले अब चिन्ने होइन, अलिकता के भन्ने, कतिले त खिसी पनि गर्छन् होला होइन, नबुझ्नेहरूले। तर त्यसको रहस्य बुझ्नेलाई चाहिँ यथार्थपरक भिडियो बनाए भाइले भन्ने कुराको धेरै कुराको प्रशंसा पनि पाउनु भएको छ। प्रशंसा अनि सकारात्मक पक्षको कुरा त आफ्नै ठाउँमा छ। किनभने मलाई त्यो भिडियो मार्फत क्या धेरैले म्यासेज गरे होइन, धेरैले चिने इन्द्रबहादुर राई। इन्द्रबहादुर राई भनेर चिने कि धराने कालो बङ्गुर भनेर चिने? तपाईँले त खास यो भिडियो त धराने कालो बङ्गुर भन्ने पेजबाट राख्नु भएको थियो नि होइन र? हजुर। अब वास्तविक नाम चाहिँ इन्द्रबहादुर राई रहेछ होइन, तर तपाईँले आफ्नो हुलिया लुकाएर धराने कालो बङ्गुर भनेर त्यहाँबाट किन राख्नुभयो? यो राख्नुको चाहिँ अब एउटा मात्रै रिजन हो, किनभने धराने कालो बङ्गुर भनेको चाहिँ पूर्वमा फेमस छ, स्पेसली धरानमा। अनि यो नाम राख्यो भने अलिक उपयुक्त होला, पेजमा मान्छेहरू जोडिएलान्, अलि इन्ट्रेस्टिङ होला भनेर राखेको। कति अहिले चाहिँ लाग्दैन कि मेरो आफ्नै प्रोफाइलबाट राखेको भयो भने चाहिँ पेजबाट भन्दा पनि? मलाई अफसोस छैन। त्यहाँबाट म इन्टरटेनिङ भिडियोहरू दिउँला। अब म इन्द्रबहादुर राई भनेर म अब छुट्टै हुन त त्यो धराने कालो बङ्गुर पेजबाट गइसकेपछि तपाईँको पछिल्लो समयको भिडियो भाइरल भएपछि त्योभन्दा अगाडिको भिडियोले पनि तपाईँले चिन्ने अझै त्यो अवसर मिल्यो। हजुर, त्यो लिनुहुन्छ होला? हजुर, म पहिला नि भिडियो त बनाउँदै होइन, अरू भिडियो पनि राम्रै गएको छ। कति धेरै भिडियो मन पराएको छन्, मिलियन क्लबमै गएको छ। तर यो भिडियो चाहिँ अब
जनजनमा पुग्यो, मनमनमा पुग्यो, त्यो हिसाबले चाहिँ यो अलिकता चर्चित हुन पुग्यो। त्यो क्रिया प्रतिक्रिया चाहिँ पछि कुराकानी गरौँला। तर तपाईँको त्यो जुन खालको हुलिया गाउन र टोपीसँगको त्यो फोटोलाई चाहिँ चट्ट राखेर ब्याकग्राउन्ड कटाएर फालेर कसैले प्लेन चढिरहेको भिडियो के अरे फोटो बनाइदिएका छन्, कसैले मलेसियातिर हिँडिरहेको बनाएका छन्, कसैले अन्य देशतिर गइरहेको देखाएका छन्। विभिन्न खालका त्यो अझै तपाईँको फोटोलाई लगेर अझै उदिएको छ क्या, त्यसरी ट्याग लगाएको छ, त्यसरी गरेको छ। के भन्न चाहनुहुन्छ? म त्यसमा प्लेनै चढाएको बनाएको छ, स्वाभाविक नै मान्छु। त्यो हुनु नै थियो। अहिले इन्टरनेट प्रविधिको जमाना हो। पर्सनली उनीहरूले के भन्छ अरे प्रविधिको प्रयोग गर्छन् भने अब त्यसमा भन्नु के छ र, है? अब त्यस कुरामा चाहिँ म के भन्छ अरे ठिकै हो भन्न चाहन्छु, नकारात्मक तरिकाले लिन चाहन्न। त्यो तपाईँले दिन खोज्नुभएको सन्देश ठ्याक्कै सर्वसाधारण त्यो राज्यका उच्च पदासीन व्यक्तित्वहरूदेखि तल त्यो दूरदराजमा बस्ने सर्वसाधारणलाईसम्म पनि बुझ्ने गरी तपाईँले बनाएको भिडियोको सन्देश के थियो? प्रष्ट गरी भनिदिनुहोस् न। हजुर, यो विषयमा चाहिँ मैले अघि पनि थोरै जोडेँ होइन। भिडियो कन्सेप्ट चाहिँ म सिचुएसन अनुसार बनाउँछु कि। अब के भन्छ अरे भिडियो कन्सेप्ट चाहिँ बनाउने अब बानी भइसक्यो क्या। के बनाऊँ भइरहेको छ। अनि दीक्षान्त समारोहको लागि पनि एउटा केही सोचौँ न भनेर म प्लानिङमै गएको थिएँ। यो चाहिँ भन्दाखेरि उपयुक्त होला, शब्दको अर्थ चाहिँ धेरै लाग्छ भन्ने हिसाबले नै मैले मलेसियाको त्यो जाने कुरा चाहिँ मैले कन्टेन्टमा जोडेँ। त्यसले चाहिँ एज अ होइन शिक्षित वर्गदेखि लिएर नर्मल मान्छे होइन, अनि त्यसपछि विदेशमा बस्ने जो चाहिँ स्वदेशलाई चाहिँ त्यागेर आफ्नो कर्मथलो विदेश बनाइरहनु भएको नेपाली युवाहरू सबैजनाले एकदमै मन पराइदिनु भयो। उहाँहरूलाई चाहिँ एकदमै त्यो कुराले छोएछ होइन। अनि त्यो कुरा चाहिँ एकदमै मन पर्यो मलाई। कतिपयले यो भिडियो हेरेर भन्लान् कि होइन दीक्षान्त समारोहमा दौड्दै भागेर मलेसिया जान्छु भनेर भिडियो खिच्ने भाइ अहिले अन्तर्वार्ता नेपालमै बसेर अन्तर्वार्ता दिँदै हुनुहुँदो रहेछ भनेर पनि भन्लान्। हजुर, उहाँहरूलाई के भन्नुहुन्छ? जानुभएको छैन रहेछ, नेपालमै हुनुहुँदो रहेछ, उहाँले त इन्टरभ्यू दिँदै हुनुहुन्छ पनि भन्लान् नि। हजुर, यो प्रश्न मलाई चारैतिरबाट आइरहेको थियो। त्यो एज अ जोकको पार्टमा होस् या होइन, कसैले सिरियस तरिकाले बुझ्यो होला। म एज अ एक्टर भएर त्यहाँ चाहिँ मेरो रियल एक्टिङ देखियो पनि होला होइन। यो चाहिँ साँच्चै विदेशै जाँदैछ कि भन्ने भ्रम पनि आम दर्शक श्रोताहरूमा हुनसक्छ। तर वास्तवमा त्यो होइन, किनभने त्यो एउटा भिडियो थियो सन्देशमूलक। म एज एउटा कलाकार भएको हिसाबले आफ्नो कला मार्फत त्यो किसिमको प्रस्तुति दिनु मेरो पनि कर्तव्य होला जस्तो लाग्छ। किनभने म पढाइसँगै आफ्नो कलाकारिता क्षेत्रमा लागिरहेको छु। एउटा कलाकारले त समाजको ऐना देखाउने हो, बोल्ने हो। अनि त्यो एज अ रियलमा नभए पनि जनचेतना मार्फत पनि त्यसलाई एक्सप्लेन गर्न सक्छ भन्ने एउटा देखाउन प्रस्तुत गर्न सक्छ भन्ने एउटा उदाहरण मात्रै हो। त्यसमा चाहिँ भ्रम नपर्नु होला भन्न चाहन्छु। मास्टर्स गरेर ब्याचलर गरेर दीक्षान्त समारोहमा धेरै सहभागी हुन्छन्। हजुर, तर इन्द्रबहादुर राई त्यो व्यक्ति हो, उसले जीवनमा कहिल्यै बिर्सन नसक्ने जीवन के अरे त्यो दीक्षान्त समारोह मनायो। यसलाई कसरी लिनुहुन्छ? हजुर, म बिर्सन सक्नुहुन्छ दीक्षान्त समारोह अब तपाईँले जीवनमा? म एकदमै मेरो
एकदमै के भन्छ त्यसलाई मोमेन्ट सम्झन्छु। त्यो अब उत्सव मनाउने हरेकको तरिका हुन्छ, हजुर हरेकले मनाइरहेका हुन्छ, तर तपाईँले विशेष गरी मनाउनु भयो। सबै नेपालीहरूको मनमुटुमा पिन्च गर्ने खालको दीक्षान्त समारोह तपाईँले उत्सव मनाउनु भयो। हजुर जीवनमा बिर्साउन सक्नु होला यो मोमेन्ट? म बिर्सिदिनँ। जिन्दगीमा धेरै त्यस्ता मोमेन्टहरू हुन्छन्, कतिपय कुरा मोमेन्टहरू बिर्सन सकिँदैन। मेरो पनि यो बिर्सन नसक्ने एउटा क्षण हो, किनभने एउटा 11 सेकेन्डको भिडियोले एउटा के भन्छ दीक्षान्त समारोहभरिकै एउटा के भन्छ अरे एउटा प्रमुख एउटा कुरा बन्न पुग्यो। त्यो हिसाबले चाहिँ यसलाई एकदमै म चाहिँ एकदम इम्पोर्टेन्ट ठान्दछु। अहिलेका शिक्षा मन्त्री अत्यन्तै डाउन टु अर्थ त्यस्ता व्यक्तित्व हुनुहुन्छ, महावीर पुन। हजुर कतै केही सन्देश तपाईँसँग कुराकानी आयो कि? नै छैन। धेरैले उहाँको तपाईँको भिडियो सेयर गर्दै उहाँलाई मेन्सन गरिराखेका थिए, याद गर्नुभएको छ तपाईँले? त्यस्तो पदाधिकारी होइन, त्यस्तो सम्बन्धित निकायहरूबाट मलाई त्यस्तो कुनै केही आएको छैन। अनि मैले आशा पनि गर्दिनँ कि आओस् भनेर। अब नेपालमा हुने शिक्षा प्रणाली कस्तो हुनुपर्छ? खास त तपाईँले शिक्षा प्रणालीको विषयमा तपाईँले हजुर मजाको सन्देश दिनुभयो नि त, होइन? हजुर मेरै भिडियोलाई जोडेर भन्नुपर्दाखेरि शिक्षा प्रणाली चाहिँ अब छर्लङ्गै छ, रोजगारीमुखी छैन होइन, अवसरमुखी छैन। अनि के भन्छ अरे पढेका विद्यार्थीहरू पनि विदेश जान बाध्य छन्। यहाँको सरकारी जागिरले पनि सन्तुष्ट छैन, जुन त्यो सेलरी अथवा पैसा कुराहरूलाई लिएर। अनि त्यसपछि शिक्षा नीति अलि के अरे व्यवहारिक भएन। त्यही हो, अब शिक्षासँगै अब होइन राजनीतिक कुराहरू पनि जोडिन्छ होइन। त्यो हिसाबले चाहिँ के भन्छ अरे शिक्षा नीतिलाई मात्रै दोष दिएर पनि हुँदैन। त्यसमा चाहिँ अब सम्बन्धित निकाय होइन सरकार पक्षबाटै ध्यान दिनुपर्ने कुरा हो जस्तो लाग्छ। कमेन्टहरू तपाईँले प्रतिक्रियाहरू दुवै थरीका आछन्। हजुर बढी जसो कुन अलि धेरैको बाहुल्य छ? सकारात्मकको बाहुल्य धेरै छ कि नकारात्मक कमेन्टहरूको बाहुल्य धेरै छ? नकारात्मक त मैले प्राय रेयरली नै होला, कमै छ। एकदमै सकारात्मक नै छ। अघि नै भनिहालेँ, अब शिक्षित वर्गदेखि लिएर होइन सामान्य मान्छेहरूले समेत त्यसलाई पोजिटिभ तरिकाले कमेन्ट गर्नुभएको छ। त्यो हिसाबले चाहिँ एउटा शिक्षा नीतिप्रतिको एउटा गतिलो प्रश्न होइन, गतिलो यो के भन्छ अरे एउटा प्रश्न होला जस्तो लाग्छ मलाई। इन्द्रजी, इन्द्रबहादुर राई विवाहित कि अविवाहित? म एकदमै सिङ्गल, अविवाहित। अब यसरी चर्चा चुलिँदै गर्दाखेरि त धेरैको आँखामा पनि पर्न गयो इन्द्रबहादुर। कतै केटीहरूको कुराकानी हुने अथवा हाई हेलो हुने एउटा के भन्छ यो बाहना त बनेन नि यो भिडियो? त्यस्तो बनेन। बन्छ कि बन्दैन? म विवाहको कुरा लिएर होइन, पर्सनल जीवनको कुरा लिएर म आफै सकारात्मक छु। म आफै के भन्छ अरे त्यो विषयमा निर्णय गर्न सक्छु। अब कोही त्यस्तो प्रशंसक आउनुहुन्छ भने धन्यवाद दिने हो, त्यति हो होइन। भनेपछि अलरेडी बुक्ड हो क्या? त्यस्तो होइन, म आफ्नो अहिले करियरलाई लिएर फोकस छु। हजुर, म जे गर्छु कला क्षेत्रमै गर्छु भन्ने हो। त्यही भएर पनि म समर्पित छु। मण्डला थिएटरमा किन आबद्ध छु भन्ने प्रश्न हो। अनि म दाइहरूकै के भन्छ छत्र छायामा अगाडि बढ्ने छु। उनीहरूकै त्यो
उसमा म हिँड्ने छु भनेर लागिरहेको छु। इन्द्रजीलाई भोलिको कुन लक्ष्य लिएर मनोहर थिएटरमा चाहिँ तपाईँ आबद्ध हुनुहुन्छ? के चाहिँ बन्छु भन्ने त्यो हुन्छ नि त लक्ष्य त होला, भिजन मिसन गोल? हजुर, बन्ने त कलाकार नै हो। स्टार हुँला नहुँला त्यो आफ्नो ठाउँमा छ होइन, तर कलाकार चाहिँ एउटा बन्ने हो कला क्षेत्रमा चाहिँ योगदान दिने हो भन्ने नै हो। कोसिस गर्नेहरू कहिले हार्दैनन्, कि त सिक्छन् कि त सफलता हुन्छन् होइन। त्यो चाहिँ एकदमै म मान्छु, निरन्तरता धैर्यता होइन, त्यो चाहिँ मान्छेमा चाहिन्छ। अहिले मैले कन्टेन्ट बनाइराख्दा म आज इन्टरभ्यू दिनको लागि योग्य थिएँ कि थिएन, तर दिन मौका मिल्यो। त्यो एउटा निरन्तरताकै उयो हो। इन्द्रजीले भन्नुभयो सानैदेखि नै मेरो कि त गायक कि त अन्य कलाकार बन्छु भन्ने हुटुटीले गर्दाखेरि मनोहर थिएटरसम्म म जोडिन पुगेको छु भन्दै गर्दाखेरि होइन कस्तो छ आवाज सुनौ न त भन्ने खालको दर्शकको जिज्ञासा पनि होला। के गरौँ, गायक बन्ने सपना बोकेर आएको इन्द्रले पक्कै पनि गाउनुहुन्छ होला भन्ने खालको यतिखेर दर्शकलाई परिसकेको छ। हजुर, म तयारी थिइनँ गाउने कुरामा चाहिँ। तयारी हुनु भएको थिएन? हजुर, अर्कोचोटि चाहिँ गाउनुपर्छ। स्योर हुन्छ। केही छ अत्यन्तै तपाईँको जुन खालको भिडियोले नेपाली समाज नेपाली शैक्षिक प्रणालीमाथि गतिलो सकारात्मक मेसेज प्रवाह गरेको छ। यस्तै समाजका बन्द भएका आँखाहरू खोल्ने हजुरका हरेक कन्टेन्टहरू हुन्। हामी शुभकामना दिन्छौँ र तपाईँको यो कलाकारिता क्षेत्र पनि अथवा यो जुन खालको तपाईँलाई लक्ष्य लिएर हिँड्नु भएको छ सफलताको शिखरमा चुम्नु होला भन्दै हामी शुभकामना दिन्छौँ। अन्तिममा छौँ तपाईँले हेरेर बसिराख्नुभएका दर्शकलाई, तपाईँका फ्यान फलोवर्सहरूलाई के भन्न चाहनुहुन्छ? हजुर, सम्पूर्ण दर्शक श्रोताहरूमा धेरै धेरै धन्यवाद। तपाईँहरूले पनि मलाई मौका दिनुभयो बोल्ने। भरे छोटो भिडियो किन नहोस् होइन, त्यति सानो भिडियोलाई लिएर पनि तपाईँहरूले मलाई चाहिँ इन्टरभ्यू दिन सक्षम छ भनेर आउनुभयो। धेरै धेरै धन्यवाद। अनि म जाँदै के भन्छु भने के भन्छ अरे नेपालको शिक्षा प्रणाली चाहिँ एकदमै रोजगारमुखी होस् भन्न चाहन्छु क्या। कुनै पनि युवा दक्ष जनशक्ति विदेश जानु नपरोस्, नेपालमै अवसरहरू खुलोस् क्या। उद्योग धन्दा कल कारखाना होइन, बिजनेसदेखि लिएर अनि सरकारी के भन्छ अरे जागिर होइन, सबै राम्रो होस् क्या। तर म के भन्छ अरे यो धेरै विद्यार्थीले भन्ने कुरा होइन, मलाई पनि त्यस्तै फिल भएको थियो। सुरुमा मलाई पनि देशप्रतिको माया एकदमै लाग्थ्यो। के भन्छ अरे देश विकासको लागि होइन म पनि काम गर्छु, नेपालमै बस्छु भन्ने एकदमै धेरै सोच थियो। अनि जब पढ्दै गएँ होइन, बुझ्दै गएँ, अनि देशको स्थिति देखेर म पनि हरेस खान बाध्य भएँ क्या एउटा टाइममा। भले म कलाकारितामा जोडिएको हुँ होइन, कलाकारितामा पनि भविष्य छैन क्या नेपालको चाहिँ एकदम। यहाँ पनि के भन्छ अरे एकदमै कलाकारिता क्षेत्रमा पनि सपोर्ट छैन सरकारको। त्यो हिसाबले पनि एकदमै मन मर्ने स्थिति आउँछ क्या। म त एउटा पढेको शिक्षित होइन, धेरै कुराहरू भोगेँ होला। अनि के भन्छ अरे पढेर पनि त्यो कुरा औपचारिक शिक्षाबाट पनि धेरै कुरा लिए होला, तर जो चाहिँ यति कुरा पनि भएको छैन होइन, अनि सिकेको छैन, ती युवाहरू चाहिँ एकदमै फ्रस्ट्रेट छन् क्या। त्यसको परिणाम पनि हामीले अस्ति जेनजी आन्दोलनले भोग्न पर्यो होइन, त्यो पनि एउटा उदाहरण हो त्यसको। त्यही भएर अबको सरकार अथवा अबको निर्वाचन पछिको सरकारले चाहिँ यो कुराहरूलाई एकदमै ध्यान दियोस् भन्न चाहन्छु। अनि सबै नेपालमै बस्ने वातावरण होस्, अनि युवाहरूले सबैको आफ्नो रोजगारीको वातावरण सिर्जना होस् भन्न चाहन्छु। हस्, धन्यवाद। हस्, समय अनि संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।